कालिम्पोङको सङ्से बस्ती गोलेगाउँ। हामी यहाँनिर चोरको सर्कल हुन आएको। बाटो चाहिँ यस्तो रहेछ, एकदम नाक ठोकिने हो, स्यास्या भयो। यहाँनिर हाम्रो भाइ बासु ड्राइभिङ पनि गर्नुहुन्छ। म अनुप तामाङ हुन्छ। हाम्रो मुख्य चाहिँ यहाँ हुनुहुन्छ है ध्रुव दाजु, उहाँलाई चाहिँ एकदम पक्रेर ल्याएको है यहाँनिर। हाम्रो राई भाइले चाहिँ तामाङने केटी भइआएको छ यहाँबाट, दुःख पाउनु पऱ्यो। त्यही भएर कुन चाहिँ यो पानीको पाइप हो। यो त पानीको पाइप हो। यो पानीको पाइप, यहाँ कमेडियन भाइ। यो चाहिँ पानीको पाइप हो। यो चाहिँ पानीकै पाइप चाहिँ फुटेको थियो अन्त बाँधेको यस्तो छ। यो उकालो बाटो अब जानुपर्ने, कति चाहिँ सास फुलिन्छ होला थाहा छैन। अब हेरौँ, चाहिँ यहाँ बासु भाइले बोक्नु भएको छ। जिन्दगीमा नखाए पनि बोक्नु त पाए नि हो किङफिसर। खानु चाहिँ खाँदैन तर बोक्नु चाहिँ बोकेको छ भाइ। धन्यवाद। ल पछि हामी गयौँ माथि। अब अहिलेसम्म मैले बोकेको थिएँ, अब बासु भाइले बोकाइ पठाएको हो। म त काँधमा बोकेको थिएँ, बासु भाइले त एउटै हातले झुन्डाएर बोकिरहेको छ। बेसी त छैन, 8 बोतल छ। 8 बोतल भयो भने यो उकालोमा चाहिँ 20 केजी उठाएको जस्तै लाग्दैछ नि। अब त यतापट्टि आउँदै हुनुहुन्छ दाजुहरू, स्या आउँदो रहेछ उकालोमा। सिलगढीमा बस्ने मान्छे यस्तो उकालोमा आउनु पर्दा सास बढेर स्यास्या हुँदो रहेछ। कस्तो रमाइलो जग्गा छ, सफा जग्गा, हावा पनि चिसो चिसो आउँदैछ। हजुर सगुन के चिज? त्यो त थाहा भएन मलाई, त्यो त मलाई थाहा भएन। खत्तम बासु भाइ। अब म बोकौँ बासु भाइ? ल एकछिन बोक्नुहुन्छ अरे अझै। बाटो ब्लक रहेछ, हामी मुनिबाट छिरेर चल्दिने हो नि। बाँस ढलेछ बिचरा, सानो मान्छे मुनिबाटै स्वात्तै। यहाँ हेर्नु नि अब त्यो दाजुलाई चाहिँ अलिक साह्रो पर्दैछ। अलिक बासु भाइ अलिकति स्लो नै हिँड्ने है, बिचरा बुढो मान्छे उहाँहरू, साह्रो पर्छ उहाँलाई। हामीलाई चाहिँ सास फुलिँदैछ। के कसले के भन्यो? होइन, उहाँ चाहिँ आफ्नै गाउँ भएको हुनाले मनले देख्नु भयो नि त, त्यही भनेको। घर त होइन, यहाँ त ठुल्ठुलो ढुङ्गाहरू चाहिँ देखिँदैछ। यहाँ माथि हेर्नुहोस्, बाँसघारी छ, यतापट्टि ठुलो ठुलो ढुङ्गा छ। यो त होइन घर पक्कै पनि। ए अब हामी पुग्न आँटेको रहेछौँ। अब अहिलेको लागि यतिमै खतम गरौँ।